नर्सिङको लागि कुन कन्ट्री बेस्ट हुन्छ? सो नर्सिङको लागि चाहिँ के अरे इफ यु आर गोइङ एज अ स्टुडेन्ट है, स्टुडेन्ट अब अहिलेको केसमा हेर्दाखेरि प्रोफेसन वाइज करियर वाइज सबैभन्दा राम्रो भनेको नर्सिङको लागि अस्ट्रेलियै छ है। अस्ट्रेलियै छ, तर अब इन टुडेज सिनेरियो अस्ट्रेलियामा चाहिँ अब के छ भन्दाखेरि नेपाल लेभल 3 गएपछि भिजा सक्सेस रेट त्यस्तो राम्रो छैन अहिले। राम्रो छैन भन्दा पनि एकदम पोरै छ अहिलेको लागि। अनि आई थिङ्क यु हेभ टु वेट अन्टिल जुलाई है भिजा अलिकति भिजा रेट्स राम्रो हुनको लागि। सो अहिलेको केसमा चाहिँ अस्ट्रेलिया भनेर भन्दा पनि आई वुड रेकमेन्ड यु पज है, अस्ट्रेलिया गर्ने हो भने होइन, आफ्नो फाइनेन्सियल्सहरू 1 इयरको बनाउनु। तर अब अरू कन्ट्रिजहरू हेर्ने हो भने चाहिँ नर्सिङको लागि युके एन्ड क्यानाडा इज आर अल्सो गुड अप्सन्स है। युकेमा के छ भन्दाखेरि तपाईँले नर्सिङ पढेर वहाँ गएर तपाईँले यु क्यान एक्चुली बिकम अ प्र्याक्टिसिङ नर्स है, तपाईँले एनएचएसको एक्जाम दिएर। क्यानाडाको केसमा चाहिँ अब लाइसेन्स एक्जाम दिनुपर्ने हुन्छ अलिकति, त्यो चाहिँ क्यानाडाको चाहिँ अलिक पेपर वर्क र तपाईँको कम्प्लिकेसन्सहरू अलिक धेरै आउनसक्छ युकेभन्दा। तर क्यानाडामा पनि इट्स नट लाइक कि नर्सिङको प्रोफेसन त्यस्तो राम्रो छैन भनेर, अस्ट्रेलिया जस्तो छैन तर राम्रो छ है। अब वर्किङको लागि हो भने चाहिँ के अरे वर्किङको लागि हो भने चाहिँ आई वुड सजेस्ट साइप्रस। स्टाफ नर्सले राम्रो कमाउँछन् साइप्रसमा। Select the best to be the best. Download MobiGo app now.